आउँदिन अब भनेको हुन्छ भन्छ म त अब आउँदिन त भनेको हुन्छ भन्छ Want to miss me? यहाँ आउन सानो थियो This is the first time म चाहिँ नानी बिना चढ्न लागेको छु प्लेनमा हैन अनि त्यो मात्रै हैन फेरि उसँग चाहिँ छुट्टिनु आँटेको छु धेरै दिनको लागि एटलिस्ट 10 डेजको लागि सो आई वाज लाइक मिसिङ हर एनीवेज मेरो फ्लाइट चाहिँ 5:25 मा थियो भद्रपुरसम्म अनि यो चाहिँ टर्किस एयरलाइन्स त्यो दिन चाहिँ के भएको थियो भने बिहानै न्युज आएको थियो कि त्यसको चाहिँ समथिङ धुवा आयो कि त्यसको व्हील्सहरु बिग्रियो भनेर अनि यो चाहिँ यहाँ पार्क गरिरहेको रहेछ अनि सबै फ्लाइटहरु चाहिँ डिले भएको रहेछ हैन तर हाम्रो चाहिँ ठ्याक्कै त्यही टाइममै भयो डिले भएन योपालि चाहिँ थ्यांक गॉड हैन किनभने बेलुका पनि भएको थियो नि त सो मलाई चाहिँ पुरा टेन्सन लागिरहेको थियो एनीवेज मेरो चाहिँ 5A मा थियो भरे ठ्याक्कै गएको त एउटा मान्छे अलरेडी बसिरहेको रहेछ मेरो सिटमा अनि म साइडमा बसे तर मान्छे कम्ती थियो त्यो दिन त्यही भएर चाहिँ त्यहाँ क्रूले चाहिँ क्याबिन क्रूले चाहिँ ब्यालेन्स मिलाउनु पर्छ अरे भनेर चाहिँ मलाई चाहिँ पछाडी फेरि विन्डो सिटमै बस्न पाएँ अनि यो साइडमा बस्दाखेरि चाहिँ स्पेशल फिल हुन्छ के मलाई चाहिँ किनभने भद्रपुरसम्म चाहिँ यस्तो दामी भ्यू हुन्छ you will see it later on हैन anyways I was like really missing my daughter पुरा मिस गरिरहेको थिएँ किनभने फर्स्ट टाइम हो नि त सो कस्तो फिल भइरहेको थियो सो टेक अफ गर्दाखेरि चाहिँ खासमा नखिच्नु भन्छ हैन तर मैले चाहिँ लुकेर खिच्देको अनि एयरपोर्टको यो जुन चाहिँ एप्रोन हुन्छ नि एप्रोन भन्दो रहेछ पार्किङ एरियालाई चाहिँ सो एकदम ठुलो बनाएको छ दामी बनाएको छ त्यही खिचिदिएको अनि जाँदैछौँ हामी बादलमा उडेर यसरी हौ यही कारण चाहिँ मलाई नि पुरा मन पर्छ क्या त्यो काठमाडौँदेखि भद्रपुर जाँदाखेरि चाहिँ त्यो एबीमा बस्न चाहिँ एकदम मन पर्छ एबी विङपट्टि चाहिँ विङ भन् एनीवेज बुद्ध एयरलाइन्समा युल गेट ओन्ली अ ग्लास अफ वाटर 12,000 कि 16,000 फिटको उचाइमा म एक ग्लास पानी पिउँदैछु र तपाईको यहाँबाट चाहिँ भए जति नेपालको सबै माउन्टेन्सहरुको रमाइलो अनि सुन्दर मनमोहक दृश्यहरु देख्न सकिन्छ सो एनीवेज म चाहिँ भद्रपुर पुगे अनि यसरी ल्यान्ड गरे अनि त्यसपछि चाहिँ निस्किने टाइम भयो अनि कपाल सपाल यसो मिलाइदिएको अनि त्यसपछि चाहिँ निस्किसकेर चाहिँ गरम थियो हैन भद्रपुरमा चाहिँ अनि म चाहिँ खोज्दै छु मलाई चाहिँ मेरो हस्बन्ड लिन आउनु भएको छ अनि म चाहिँ खोज्दै छु उसलाई अनि उ चाहिँ त्यहाँ रहेछ उ पनि भिडियो गरिरहेछ उ पनि भ्लगरै हो